बस बस्नु भयो साह्रै मन घरको बनाउला न कोको छ कोको ना कोको हेलो एभ्रिवान, सबैलाई नमस्ते अनि फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा, नयाँ ब्लगमा। अनि हजुरहरूले हाइलाइट हेरेर पनि थाहा पाइसक्नुभयो मैले आज के को भिडियो बनाउँदैछु भन्ने कुरा। अनि आज चाहिँ मैले मेरो घरतिरको फ्यामिलीलाई ढिँडो पकाएर ढिँडो पकाउनको लागि चाहिँ अब सुरुमा चाहिँ मैले पिठोलाई बनाउन लागेँ। अनि मिलबाट घट्टाबाट पिसेर लिइसकेपछि यसलाई अनि ठुलो साइज र सानो साइजले छुट्याउनु पर्छ। अनि त्यसमा कट्लाहरू हुन्छ, त्यसलाई अनि राम्रोसँग फाल्नुपर्छ। अनि मसिनो भागलाई पनि राम्रोसँग छुट्याउनु पर्छ, अनि मात्र राम्रोसँग ढिँडो हुन्छ। यो चाहिँ मैले ठुलो भागलाई छुट्याएको। अनि मैले चाहिँ यहाँनिर भुस फाल्दैछु। मेरो माइत चाहिँ पूर्व भएको हुनाले मलाई चाहिँ ढिँडो बनाउन राम्रोसँग आउँछ। अनि मैले सानोमा पनि मेरो मम्मीहरूले मेरो बजेहरूले बनाएको देखेको। अनि यही तरिकाले बनाउनुपर्छ भन्ने चाहिँ थाहा थियो, तर म चाहिँ त्यति बनाउनु पनि थिएन, खानु पनि थिएन। तर अब यहाँ पछि आइसकेपछि चाहिँ अलि कम मात्रामा खाने होइन। अनि त्यही भएर चाहिँ मलाई फ्यामिलीले बनाउन आउँछ कि बना त भनेर रिक्वेस्ट गरिराख्नु भएको थियो केही समय अगाडिदेखि नै। अनि मेरो श्रीमान पनि बाहिरबाट आउनुभएको थियो, अनि उहाँलाई पनि खान मन लाग्यो। अनि यहाँनिर चाहिँ मेरो हस्बेन्डले मलाई सहयोग गरिराख्नु भएको थियो। उहाँले चाहिँ म तरकारी बनाउँछु, तिमी चाहिँ ढिँडो बनाऊ भनिराख्नु भएको थियो। ढिँडो बनाउनको लागि खर्च र पिठो रेडी भयो। अनि चाहिँ मैले तरकारीको लागि मसला, यो चाहिँ आलु, अनि यो चाहिँ गुन्द्रुक, यो चाहिँ हाम्रो काटेको प्याज। अनि घर मधनीमा मोही भन्ने मोही पार्ने के मोही पार्ने कसरी घर घुर्र यसरी मोही मोच्ने कसरी घर घुर्र यसरी। यो चाहिँ गुन्द्रुक। यहाँ चाहिँ गुन्द्रुक र आलुको झोल पाक्दैछ। अनि गुन्द्रुक चाहिँ पाकेको छ, टेस्ट गर्छु ल। Oh my god. Wow, tato. तको कोको क्या कहना क्या चाह रहे हैं भाई आप? कोको न सोको भनेको ओइसी साँच्चै मिठो छ। रुको जरा सबर करो। कोको अब अहिले चाहिँ ढिँडो पकाउने बस। साथीहरु सबै इनामदार बिहान
लास्ट स्टेज है लास्ट स्टेज मेरा पुसाए यो चाहिँ अहिले यो पोजिसनमा भएको छ मै पार्ने मदानी यहाँ चाहिँ ढिलो रेडी भएको छ खेल लाग्यो कि मैले अरू कोही आँखा देखेन निको मान्ने हैन कोको कोको पोला लाग्यो पोला क्वाको 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 के बोले भाइ अब के बोले खाइकन क्वाको 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 कस्तो छ अंकल मिठो खाने त यसै तात्तातै हो चिसो बस्नु भयो तर खाना भएको चिया चाहिँ मैले त न घरको बनाउला कोको न को के गुड लाग्यो त कौन है ये लोग कहाँ से आते हैं कोको नुन लागेको नै हो गाडिङ कोको कोको नाको कोको कोको सोना पनि हामी निक्लु जसै छु गुरु बाग्रा खुनागन टाइम पन बाइगो बुहारीका माइत चलन यहाँ दैले खाइगो कोको न कोको मिठो मान्नु भयो कि नै मिठो एकदम मिठो ढिँडो त भइगयो ढिँडो नेपाली खाना दैलेकतिर त बनाउनै थिएन कहिले कति मिठो मिठो छ मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ मिठो छ कोको ना कोको गजब बेइज्जती है कोको 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 हामीले चाहिँ ढिँडो खाएर सक्यौँ अनि मैले ढिँडो बनाएर खुवाएँ अनि त्यस्तो रमाइलो भयो होइन हाम्रो फ्यामिली चाहिँ यस्तै रमाइलो हुनुहुन्छ अनि मैले पनि खाएँ तर आफूले खाएको चाहिँ भिडियो बनाएन अब सब भिडियो के बनाऊ भनेर बनाएन अनि यतातिर चाहिँ ढिँडो खानुहुन्न क्या मस्त जोक मारा रे या हंस रे हलकट हंस
जानु खुसी हुनुभयो सबैलाई मिठो छ भन्नु हो अनि त्यही हो पूर्व र पश्चिमको धेरै चालचलनहरू मिल्दैन हैन त्यो मध्ये यो पनि एक थियो अनि अरू पनि त्यही पूर्वको के खानेकुराहरू बनाएर हजुरहरूलाई देखाउने छु कैसा लगा मेरा मजाक Thank you for watching this video फेरि पनि नयाँ भिडियो भेटौँला